एउटा त मलाई अलिकति एडभेन्चर भन्ने चिज मनपर्छ। हामीलाई यति धेरै छ कि मैले पाइप जोडेर बुन्द बुन्द पसिना बगाएर चुप। गाइस वेलकम ब्याक टु माई च्यानल न्यू ब्लग। सो आज चाहिँ म गाउँमा छु। गाउँमा के गर्दैछु हेर्नु जाउँ। यस्तो गर्मी धेरै भनेर रुखमाथि प्लेटफर्म बनाउन लागेको छु। यो लगेर चट्टैलाई यहाँ राखौँ। लोकेसन चाहिँ मैले अघि नै हेरे हो टक्क होइन। हामीलाई यति धेरै छ कि रुखमाथि अलि हावा चल्छ नि त। दिउँसो त यहाँ बस्न नसक्नुहुन्छ हो। त्यही भएर जुगाड त गर्नु पर्यो। त्यही भएर दुनियाँले गाली गरे पनि म आफ्नो निर्णयमा अडिग भएर अघि बढिरहेको छु। यहाँ टक्क राखेँ म अब फ्री भयो चढ्न सक्छु। यो छ यसमा ढुङ्गा हान्नु ढुङ्गाले काटी ठोक्नुपर्छ एउटा दुईवटा तब अलिकति बस्छ नि त। नत्र फेरि म कहाँ गुल्डो त्यस्तो हुन सक्छ। दिउँसो सुत्न नि मिल्छ स्वाटै एउटा अलि लामै पायो भने घरमा तब टक ल्याएर दुईवटा यता नै हाल्यो भने म इजी सुत्न नि मिल्यो। त्यसैले म अर्को नि खोज्न जान्छु घरतिर। यहाँनिर हेर्नु एउटा गुड छ चराको। मेरो चाहिँ यहाँ यो बनाउनुको मेन उद्देश्य भनेको चाहिँ यहाँ एउटा त मलाई अलिकति एडभेन्चर भन्ने चिज मनपर्छ। अर्को चाहिँ यहाँनिर घर छ दिउँसो घामले गर्मीले बुत मरेर बेला चिच्याउँछ क्या या बोला गर्छ कि के गर्नु। अनि त्यही भएर म चाहिँ यहाँ लुक्नलाई भनेर बनाएको तर यहाँ नलुकिँदा रहेछ। तर ठिकै छ। अन्त लोकेसन नि भेटेन कि यहाँ रहेछ सही यार। तर त्यो कमिलाहरू धेरै रहेछ कि त्यसले त मारा हान्छ त। यति टोक्छ यसले आम्मा त्यो रातो हेर्ने हामीले चाहिँ आम्बाकडा भन्छ अरू के भन्छ आई डोन्ट नो। तपाईँहरूले कमेन्ट गर्नु होला। सो तल गएर काटी हम्बर अनि यस्तो एउटा चट्टा लगाएर काटी झिकौँ। तर रुखमा काटी गएर हान्यो भने थाहा कराउँछ होला। म कसैलाई थाहै छैन मैले त्यस्तो गर्न लागेको छु भनेर। अनिसालाई अलिकति थाहा होला कराउँछ हो घरमा मान्छेले थाहा पाएन। हम्बर खोज्नु पर्ने हम्बर कहाँ छ। ढुङ्गै लगेर हान्नु पर्यो। ढुङ्गै लानु ढुङ्गै अन्त यहाँ थाहा नि मार्छ क्यान्सल चट्टा लगाएर यो प्लेटफर्म बनाउने काम सकिसक्यो भने यति टक्क काँटे हान्यो यो हल्लेन। यतातिर यहाँ बिछाउने चिज ल्याउनु पर्यो होइन। अब पानी सानी टक्क यहाँ बस्नलाई के चाहिन्छ मलाई त्यो ल्याउनु पर्यो अनि पाउनै त यहाँबाट चट्ट चरा गुड पनि हेऱ्यो भने ढुकुर पाउने ढुकुरको गाई चरा अझै चरा यहाँ अन्डा दुईवटा होइन। चट्टा लगाएर मेरो प्लेटफर्म यहाँ हट सब कुछ घरमा थाहा नपाइकन लानुपर्छ। गरी मल्छ सबै त्यहाँ छ। ठक यो दुईवटा लगाउँ फाइन चाहियो फाइन जस्तो हमको आउने चिज। यो दुईवटा कसरी लगाउँ त अझै गर्नु सक्यो। यो दुईवटालाई पो कसरी लगाउँ हातमै त फाइनली मैले पाइप जोडेर बुन्द बुन्द पसिना बगाएर चुप
दुनियाँको नजरबाट बचेर त्यत्रो समय लगाएर यत्रो मेहनत गरेर फाइनली मैले लग्जरी प्लेटफर्म बनाइसकेको छु मेरो। लुक एट दिस। अलि यता छेउछेउमा पुग्यो भने चाहिँ खुतिन सक्छ क्या मान्छे, तल पुग्न सक्छ। बिचमा चाहिँ बस्नुपर्छ होइन, सेन्टरमा। यहाँ टेक्न नि मिलेन, मैले बल लगाएर यो यसको बिचमा मात्र, यता नि भएन। टक्क बिचमा बाँध्दा पख्ने म फुल देखाउँछु तपाईँले, रिभ्यू दिन्छु। कटाइटेको भन्छ यार, मलाई साथ छोडेन पनाम हुन्छ अहिले। ग्राम घुम गयो नि त्यसमा भने अहिले पनि त्यस्तो बोल्नु हुँदैन भन्छ। घरको कसैलाई थाहै हुँदैन। अब हावा चलिरहेको मैले यसको इन्तजार हो कि हावाकै चिलमा। यहाँ नेट पनि चल्दो रहेछ, मोबाइल चलाइ बस्यो। घरको मान्छेलाई कति बेरसम्म थाहा नहुँदो रहेछ। हेरौँ अहिले खाना बोलाउँदा थाहा पाइहाल्छ उनीहरू, पाउँछ। तर सकेसम्म थाहा नपाओस् भन्ने कोसिस गर्छु म। ओ माइ गड, निदाउन चाहिँ सुतेर यहाँ फेरि निदाउन चाहिँ भएन। म निदायो भने गयो जिन्दगी। ओ माइ गड, एकछिन रेस्ट गर्छु। मलाई खाना बोलायो होइन, जानै पर्ने भयो। सो खाना खाएर मोबाइल चार्ज राखेर आउँछु। सो गाइस, दिउँसोको समयमा चाहिँ अब म मेरो प्लेटफर्ममा फेरि पनि ब्याक भइसक्यो। हातमा पानी के लिएर आएको छु। हातमा मैले पानी मात्र। सो फाइनली आइपुग्यो यहाँनिर। पानीलाई चाहिँ यहाँ शीतलमा राखौँ भनेर माथिबाट घाम लाग्दा रहेछ। कहाँ राखौँ भयो, पानी राख्नु भएन। मैले प्लास्टिक ल्याउनु पर्छ भने सोचेको थिएँ, अब छुटेछ के जानु त। अब सुत्दिउँ। आहा कति राम्रो हावा, यही हावा एक्सपेक्ट गरेर आएको। बाइक में चढेर एयरबड्स ल्याएको छु, टक्क लगाएर। गाइज अब चाहिँ म तल गएर प्लास्टिक पनि ल्याउनु पर्ने भयो। म टी सर्ट पनि लगाएर आउनु पर्ने भयो, किनकि पहिला नि मेरो युट्युबले टी सर्ट नलागेको भिडियो ब्लग पुरा डिलिट हान्दै थियो। त्यही भएर जाँदैछु। लुगासुगा ल्याएर नि यहाँ प्लास्टिक नै हालिसक्यो। चट्ट लगाएर अब यहाँनिर चाहिँ मोबाइल यता झुन्डाएर सुत्नु पर्यो। लेट्स सी। टक्क हावा नचल्दा चाहिँ ओइ के हावा चलिरहेछ। अब त तर ठाउँै छैन। खै लायो सक्दैन। म खेल गर्नै सक्दैन। सो बिहानदेखि कसलाई चाहिँ थाहा पायो भन्दाखेरि म आफैले भनेको मान्छेहरूलाई मात्र थाहा छ, त्यहाँ दिदीलाई थाहा छ, कसलाई थाहा छ। तर यहाँ माथि चढिसकेपछि चाहिँ मैले नभनेको जति कसैलाई थाहा छैन। यहीँबाट मान्छे हिँड्छ, यहाँ देख्दैन। आमा त्यस्तो सिक्रेट बनाएको छु। कुनै दिन अब यहाँनिर कुनै कति टाइम मिलाएर टक्क होइन सर्भाइभ गर्नुपर्छ यहाँनिर। त्यो वाला भिडियो बनाउँछु म, बनाउनु पर्ला। अब यो त मेरो यतिकै बस्यो भने प्लेटफर्म छत पनि हेर्न सक्नुहुन्छ। पानी पऱ्यो नि मतलबै भएन। सो सुतौँ भनेको अलिकति रिक्स चाहिँ हुन्छ कि यहाँनिर झर्यो भने तनाव भयो भने चस्मा चाहिँ अलिकति होइन टक्क फ्लेक्स हान्न भनेर ल्याएको। अनि यो चाहिँ म थम्बनेलको लागि है त। सबै त्यही हो, मैले चाहिँ कसैलाई थाहा पनि हुन दिएन होइन। आजको दिन यस्तै भयो। सो
राम्रो लाग्यो सपोर्ट गर्नु, नराम्रो लाग्यो अनसब्सक्राइब गरिदिनु भन्दा आजको ब्लगमा मैले त भने मात्र हो। यो सब्सक्राइब गरिदिनु कहाँ फेरि भिडियो सेयर गर्नु, चाँडो सब्सक्राइबर बढाइदिनु। अनि त्यही हो, यस्तै यस्तै भिडियो आउँछ। के भन्छ, यो चाहिँ घरमा कहिले आफ्नो चाहिँ ट्राई नगर्नु, एकदम रिक्स हुन्छ, रिक्स रिक्स क्या। अब बाटो झऱ्यो भने त अहिले मेरो त जान्छ त, कुन ठाउँको हड्डी भाँच्छ। ल थ्याङ्क्स फर वाचिङ, बाई बाई।